कस्तो राम्रो छ यहाँनिर कस्तो मजा ढुङ्गा फाल्दा जमानो पार गर्ने रहेछ इतना बडा ढुङ्गा उठा के पारी कन हे कन अरे बिना टिप्न के टिपेर खानु त्यो कति साको र अलि पिसाब पनि गरेछु त्यही खान्छ गम गम खान्छ न अनि पछि के भन्छ थाहा छ मलाई त भोक लाग्यो नि अब चाहिँ हामी स्विमिङ गर्नलाई अनि ड्राइभिङको लागि हिँडेको साथीहरू अरू पनि छन् अरू चाहिँ हामीले कसरी देखाउँछौँ हामी त मासु लिएर हिँडिसक्यौँ यहाँदेखि अब हामी जाँदैछौँ तलतिर अब अरू चाहिँ गइसक्नु भएको छ लब धेरै जस्तो गइसक्नु भएको छ अब हामी जाँदा हामीलाई करेन्ट उहाँले के गर्नुभएको अरे स्पोन्सर गरिदिनु भएको अब हामी चाहिँ यो लिएर जाँदैछौँ भाइ साथीहरू होला नि फेरि उडाइ आज चाहिँ हामी अलिकति रिफ्रेसमेन्टको लागि खोलातिर गएर टाइम स्पेन्ड गर्ने भनेर चाहिँ हिँडिरहेछौँ यहाँ चाहिँ राइडर हुनुहुन्छ पछाडि आउँदै हुनुहुन्छ हाम्रो मेरो गर्न पर्दैन गाइस हामी चाहिँ आइसक्यौँ यहाँ चाहिँ हाम्रो मासु म्यारिनेट गरेर ल्याएको यहाँ चाहिँ साथीहरू हामी चाहिँ मासु पोल्न अब के पकाउनु लागि हामी चाहिँ दाउरा खोज्दैछौँ जङ्गलमा अब हामी चाहिँ नाइट स्टेट बुढाबुढी बस्छ फायर क्याम्प हामी चाहिँ गर्छौँ हामी घरतिर जान्छौँ त्यही साथीहरू यता चाहिँ कति रमाइलो छ तपाईँहरू पनि आउनु सक्नु हाम्रो दाउरा चाहिँ रेडी भयो हामी चाहिँ लोकेसन हन्ट गर्दै हिँडिरहेको अहिले उहाँ चाहिँ हाम्रो भ्लगर दिदी लोकेसन हेर्नु जाँदै हुन्छ अनि यस्तो छ अहिलेसम्मको चाहिँ एकदमै राम्रो म चाहिँ हजुरहरूलाई क्लोजर लुक्स दिन्छु कस्तो छ तर कस्तो राम्रो देखियो यहाँ ठाउँ चाहिँ एकदमै राम्रो थियो त्यही पनि हामीले चाहिँ यसलाई अलिकति रिजेक्ट गऱ्यौँ हामी चाहिँ फेरि अर्को लोकेसन हट गर्नको लागि जाँदैछौँ अगाडि चाहिँ दाइहरू गइसक्नु भयो अनि यस्तो छ रस्ता चाहिँ गाइस हामी चाहिँ आइसक्यौँ त्यसरी अब सबै सामानहरू लिएर हामी सामान हाम्रो कता हो लेट्स गो खै मोबाइल Oh my god. हाम्रो लागि त अलरेडी दाउरा त त्यहाँ रहेछ त नि यहाँ चाहिँ हाम्रो बर्तनहरू छ स्न्याक्स
यो चाहिँ सुषमाको कोमल कोमल हातले बनेको तेल त लास्टै धेरै गयो कि तर मात्रै तेल करेन्टसँग खानुपर्छ यो त ओइ तेलमै डुबेको छ त यस्तो चाहिँ खानु हुँदैन हामीले चाहिँ खान्छौँ तैँले यो पोका तेल खुर्छ नि हाम्रो चाहिँ सुषमाले बनाएको सुषमाको खै कोमल कोमल हात देखा यसो कोमल कोमल हात कोमल त छैन कस्तो छ हामी चाहिँ ल यसैमा है हाम्रो यो थर्ड हो यो थर्ड यही चाहिँ हामीलाई राम्रो लाग्यो स्विमिङ गर्न पनि यस्तो राम्रो छ यहाँनिर यस्तो मजाले स्विमिङ गर्ने ठाउँ मजाले यस्तो डाँडा काँडाको बिचमा यसरी हेर्नुहोस् डाँडाहरू अनि यहाँनिर चाहिँ के अरे दाइले चाहिँ यहाँ अल्पुटे हुनुहुन्छ हाम्रो यताउति म्यानेजमेन्ट गर्नुहुन्छ भयो नाल कि त्यहाँ नुन त नाल खुर्सानी त लिएर आएको छु मैले मेरो पनि थिएछ नि फोटो बिहानदेखि साँझमा अफिसमा काम गर्छौँ त्यो यहाँ चाहिँ हाम्रो भेनाले बिचरा हाम्रो भेनालाई यही गर्नलाई लिएर आउनु भएको हार भेनालाई फकाइ फकाइ ढुङ्गा खोजेर आउनु ढुङ्गा खोजेर आउनु करेन्ट मैले बनाउँछु कि करेन्ट बनाएर जा के भन्न चाहन्छ हेर्नु भर्खरै पकाउँछु भनेर कहाँ मैले पकाउँछु होइन त्यही त यहाँ अडियन्सहरू सुनिसक्नु भएको नि जानु कि जा अब अरू अरू पनि के भन्छ जानु जा यो मेरो इन्स्टल नम्बर त जाँदिन आज चाहिँ हाम्रो एकदमै नेचुरल कुकिङ हो के हुन्छ भन्दा यो अब हामीले 100 डिग्री सेल्सियसमा बोइल गरेपछि सबै कति हालिसक्यो माटो हालिस यो ढुङ्गा फाल्दा दाइ चाहिँ बार्बिक्यू गर्नको लागि ढुङ्गा गर्नको जन्म यसको असली रूप हेर्नुहोस् यस्तो यहाँ हामी यस्तो गरेर ग्राउन्ड खोजिरहेछौँ यो यस्तो गर्छ ल जाम ल जान त पहिला हजुर अस्ति यहाँनिर तर्कहरूको सम्पाङ आउनु भएको छ कन हे कहाँ से हो आया गीत गान हाम्रो चाहिँ पानी एकदम नेचुरल टाइपले हामीले चाहिँ अझै करेन्ट खान्छ मासु टाटो नि सकिन्छ ल अहिले चाहिँ गरिहालौँ के स्विमिङ अहिले चाहिँ गरिहालौँ हाम्रो यहाँ करेन्ट कुकिङ हुँदैछ है बुढो हाम्रो चाहिँ सबै पकाइदिने भिडियो गराइदिने उहाँ हुनुहुन्छ यतातिर चाहिँ दुईजना स्विमिङ गर्दै हुनुहुन्छ एकजना बगेर एकजना म छोप्छु ए मैले कस्तो राम्रो स्विमिङ गर्न आएको यस्तो गहिरो भए पनि यस्तरी माथि खुट्टा राखेर ओ माइ गॉड खाइस होला हजुर मसाला हाल्नु सबै हाल्नु बगाइदिने रे के भन्नुहुन्छ नि होइन गएर मैले केही गर्दैन मैले त केही गर्दैन साथीहरू आएर बेना टिप्न के टिपेर खानु मिल्छ ल समात यहाँ समात
फेरि के त्यो ताजागुहरू छ कि खोल छ कि के हो अहिले टिपेर खानु कि लजे पनि खानु कि टिपेर खानु हो जाँड स्याम्पू छ जा धोएर जा पहिला यसमा छैन यहाँ जुरा नहाल्नु है त्यसो हाल्दैन ताजा हाल्छ भने यसरी खानुपर्छ चाहिँ नेचुरल हो है हामीले खास खाने भनेको यस्तै भुइँमा राखेर उहाँले त्यो पुरा गरिदिनु भयो खुसी लाग्यो प्लास्टिकमै छ कि के हुन्न कि प्लास्टिक माथि प्लास्टिक माथि चाहिँ पोखेको चाहिँ कस्तो मिलाएर पकाउनु भएको पकाउनु पनि कति मिलाएर पकाउनु भएको के अरे यसरी च्यापुमा कसले खान्छ यो मान्छेले खान्छ कति दिन नखाइकन आएको थिइस् भन् त कति दिनको भोको थिइस् करेन्ट बनिसकेको छ साथीहरू यहाँ चाहिँ हाम्रो एउटा प्रिन्सेस हुनुहुन्छ प्रिन्सेस जलपरीलाई चाहिँ यहीँ बसेर खाने हाम्रो चाहिँ फ्लोटिङ डिनर आजको डिनरै हो हाम्रो तर अहिलेको लागि चाहिँ स्न्याक्स ओके आज दाइले बनाएको करेन्ट कस्तो भएको त मिठो भन्दै बाहिर ल्याएको नभए चाहिँ यस्तो इन्जोय गर्नु पाउँथेनौँ ल्याउनु हुँदैन कस्तो भएको छ भने त पुरा लगाइसक्यो गरेको खाएकै छैन बिचरा नखाएको नखाउँछ क्या हाम्रो त्यसमा फेरि पानी खानु भएको कि के पिङको पानी खान्छ मैले त मुखबाङ गर्ने मुखबाङ गर्ने ल आज मुखबाङ गर्न त्यसो ल करेन्ट च्यालेन्ज च्यालेन्ज कति सेकेन्डमा हामी खोला खोलाको बिचमा के खाँदै हो यो झोल पुरी भयो त्यो पाऱ्यो पोखेला के हुन्न कि तपाईँ पानी त्यहाँ जान्छ कि मिल्दैन पानी जान्छ कि मिल्दैन के ल ठिक छ बिस्तारै के किन दुरेको र दुर्नै पर्दैन रोटिन्छ के बिस्तारै जाने किन दुर्नु परेछ र के भयो है कति आएको र जाँदै गयो नि त्यहाँ उहाँ पुग्दै पुगेन ऊ त ढुङ्गा हो क्या किन दुरे नदुगा नि किन दुरेको र खुट्टा दुख्छ खुट्टा दुख्छ पुरी खा पुरी पुरी खा पुरी पुरी भयो भयो म त्यहाँ जान्छु अब म त्यहाँ जान्छु भयो
उहाँ सक्ने छ उहाँ सक्ने छ त दुईचोटि जाल यस्तो भइसकेछ यतिको रात परिसकेछ यतिको रात परेछ यहाँनिर चाहिँ खोइ के खाने के भेटाउने रात पर्यो हस्बेन्ड भएको र हामी कस्तो जान्दैन पुरा गरेर आमा जति पनि थियो कि नै उतातिर न ठुल्ठुलोमा कस्तो ढिलो ढिलो अहिलेसम्म त पाक्नु थियो जान्दैन क्या हामीले यस्तो मुखमा त ट्याक्कै आएको के कति नराम्रो आएको लुगा ढुङ्गाको मान्छे यतातिर जलपरी मचु खाना खाली बेला बेलामा खाना गइराख्नु त्यहाँ हामी पनि पिंजरामा चाहिँ त्यो डिफ्रेन्ट टाइपको छ साथीहरू यता जङ्गल पुरै जङ्गल यता पनि जङ्गल चारै तरफ जङ्गलै जङ्गल बिचमा एउटा त्यहाँ घर छ त्यो घरमा बस्ने नानी यी नै हुन् त्यो घरमा हजुर एक्लै बस्न डर लाग्दैन हजुरलाई अनि कसरी बस्नुहुन्छ त हजुर त्यहाँ एक्लै म अब यो यसो मैले रेन्टमा दिँदैछु somebody want यो त लिन आउनु सक्नुहुन्छ नि only $50,000 per month ओके कुन हो यो भिडियो के गरेछ देखेछ के हुन त हो कि यो नेचुरल हो नेचुरल छुट्टै अब एकदम रमाइलो पनि होइन सबै यताउति हेर्नुहोस् त यस्तो कहाँ पाइन्छ यस्तो ठाउँमा अरू ठाउँमा होइन यहाँ पाइन्छ आउनु सक्नुहुन्छ यो चाहिँ हाम्रो कहिलेदेखि प्लान थियो आउने भनेर होइन तर आज चाहिँ हामीले ऱ्यान्डमली अब जाम भनेर यस्तो स्ट्रेस रिलिफ गर्न भनेर गऱ्यौँ अनि यस्तो अनप्लान्ड ऊ चाहिँ एकदम सक्सेस पनि हुन्छ कि किनभने हामी पहिलेदेखि प्लान गऱ्यौँ भने चाहिँ त्यो चाहिँ सक्सेस हुन्न यति बेला जाने भनेर तर जुन कुरा चाहिँ सुषमाले ओके गर्छ नि त्यो कुरा कहिले हामीले गरेको सरी ल आज म नजाने भनेको कोही आउँथेन के हो के साँच्चै हो त सिस्टरलाई थाहै थिएन त्यो त मैले क्रेडिट मैले दिँदिनँ म त खिच्दिनँ यहाँ चाहिँ हाम्रो मासु पाक्दैछ साथीहरू मासु हाम्रो बेना देख्नुहुन्छ रातो फिरो भएर ओ माई गॉड बेना मेरो के हो र भन कहाँनिर पुगिरहेको थिएँ म क्या साथीहरू म चाहिँ लगभग नुहाएर भ्याउनुलाई मैले यहाँ बाद पिसाब गरेँ पिसाब पनि गरेछु यस्तो नेचरमा आएर टोइलेट त गर्नु भएन धुलो भएको टोइलेट यसो गरेर जान्छ डाइरिया त भएन अझै जानु यहाँ भरि हेर्नु अघिदेखि रेड कलरको भएको केही रेड कलरको छैन ल भन्नु के को बारेमा बोल्न चाहनुहुन्छ भन्नु अब म चाहिँ के भन्छु भन्दा न मान्छेहरूको न सबैको एउटा आफ्नो सोखिङहरू हुन्छ कि त्यो चाहिँ अब कोहीको ठुलो होला कोहीको सानो होला आफूले सकेको चाहिँ गर्नुपर्छ अब सबैलाई के अरे सबै ठुलो छ भने त सबै पुरा नहोला तर कुनै बिस्तारै गर्दै गयो भने चाहिँ पुरा हुन्छ अनि त्यसपछि अरूहरूलाई त्यस्तै कता एकदम जान मन छ होला तर मलाई चाहिँ यस्तै खोलाको नजिक यस्तै मलाई चाहिँ चटपटेर खान मन स्विमिङ गर्न ठाउँ होस् अनि यसो मासु पुलेर खाने यसो आगोमा यस्तो ढुङ्गाको माथि एकदम मनपर्छ यो अनि मलाई चाहिँ फेरि मेरो सोखहरू भन्नुपर्दा चाहिँ मलाई चाहिँ एकदम कुकिङ मलाई चाहिँ
मेरो चाहिँ कुकिङ पनि एकदम राम्रो लाग्छ अनि त्यसपछि भाँडामा नि झ्याउ लाग्छ भन्नु भाँडा पनि मात्छु सजिलो सजिलो भएको चाहिँ केही हुन्न अनि त्यसपछि मलाई चाहिँ भिडियोहरू गराउन अनि त्यसपछि भ्लगहरू बनाउन राख परिसकेको साथीहरू त्यस्तो गर्नु मनपर्छ तर यस्तो छ कि मेरो चाहिँ के छ भन्दा अलिकति एक्लै हुँदा त अलिक बोल्छु म तर अलि उसमा के बाहिर क्या न म चाहिँ अलि मेरो अलिक कन्फिडेन्स छैन कि त्यसमा चाहिँ आइरहेको त्यो त बिस्तारै हेर्नु न कसलाई हेरेको तपाईँले फेरि मैले सुनिरहेको छु कि एकदम क्यामेरामै होइन कि अनि त्यसपछि त्यो छ ममा चाहिँ अलिक भिडियो अलिक राम्रोसँग छैन त्यो एङ्गल मिलेन अनि त्यसपछि त्यो चाहिँ फेरि रिस्टार्ट गर्छु ल आजको ल हेलो साथीहरू आजको हाम्रो क्यामराम्यान त्यसपछि मैले क्वेसन सोध्छु ल क्वेसन सोध्ने चाहिँ त सुषमा हुनुहुन्छ हामीले जहाँ एन्सर दिन्छौँ गाउँ खाने कथा सोध्छु गाउँ खाने कथा होइन अरू सोध् न अरू सोध् न ल अरू के जान्नु मन लाग्यो यताउति मेरो बारेमा सबै थाहा छ तपाईँ के जान्नु मन छ भन्छु ल त्यसै ल मैले सोध्छु है ल मेरै बारेमा सोध्छु है ल मेरो सबभन्दा राम्रो अनि सबभन्दा नराम्रो पानी हजुरको राम्रो कुरा भनेको एकदमै फ्रेन्डली होइन अनि एकदमै आउटस्पोकन के हामी त्यस्तो छैन नि त एक्सट्रोभर्ट हुनुहुन्छ हजुर जोसँग पनि मजाले बोल्न सक्ने होइन अनि आफूलाई लागेको कुराहरू झ्यापै भन्न सक्नुहुन्छ कि त्यस्तो हिचकिचाहट चाहिँ हुन्न होइन तर हामीले चाहिँ सबै कुराहरू चाहिँ भन्न सक्दैनौँ नि त अलिकति इन्ट्रोभर्ट भएर त्यो चाहिँ एउटा राम्रो कुरा हो अनि नराम्रो चाहिँ कहिलेकाहीँ चाहिँ एक्सेसिभ लाउड हुनुहुन्छ क्या होइन त्यो चाहिँ हजुरलाई मनपर्छ कि पर्दैन त्यो मलाई चाहिँ म चाहिँ अलिकति भएर साइलेन्ट भएर होला त्यो त त्यस्तो नराम्रो त भनेको होइन तर चाहिँ त्यो लाउड के त्यो चाहिँ भनेर पनि के गर्ने लाग्छ चिन्दैन होला सबले चिन्छ तेरो भलनमा हेर्ने मान्छेले सबले चिन्छ मलाई मेरो भन्नु तैँले मेरो भन्नु अब तेरो रामबानी भनेको छैन खासै रामबानी पनि छ अब कहिले काहीँ केही काम आयो भने चाहिँ कुनै कुरो एकदम छिटो मान्छ कुनै कुनै मर्न पऱ्यो मान्दैन काम मानेको र होइन यस्तो छ यो के छ भन्दा सिरियसली भन्नुपर्दा चाहिँ राम्रो छ यस्तो अरू बेला जति इग्नोर गरे पनि जे गरे पनि हामीलाई दुःख परेको बेला चाहिँ एकदम हेल्प गर्छ अनि तेरो नराम्रो बानी भनेको एकदम छिटो रिसाउने रिसाएपछि उठेर हिँड्ने के त्यो एकदम छिटो रिसाउँछ लास्टै छिटो रिसाउँछ यो जति रिसाउँदैन ल ठिक छ मेरो बारेमा हजुरको नराम्रो त खै खासै थाहा पाएन मैले ए नराम्रो बानी पनि भन्छु मैले नराम्रो त होइन सुधार गर्नुपर्ने है हजुर पनि नराम्रो त होइन सुधार गर्नुपर्ने बानी भनेको चाहिँ हजुरको एकदम प्यासेन्स लेभल चाहिँ 0 हो कि प्यासेन्स चाहिँ होइन अनि एकदम के हो आत्तिने हो कि कस्तो खालको बानी हो कि आत्तिने त होइन तर प्यासेन्स नभएको जस्तो कि अलिक ध्यान के एकदमै 100% ध्यान दिन सक्नुहुन्न कि हजुर दिन चाहिँ सक्नुहुन्न कि उहाँले एकदम आफूले पनि गरेको हो एउटा सुधार गर्नु पक्ष हो त्यो म चाहिँ यस्तो छु बिस्तारै आफूलाई चाहिँ त्यो सुट हाने कोसिस गर्छु अब चाहिँ राम्रो कुरा अनि मजाले अब टाइम लाग्यो भने चाहिँ म चाहिँ छोडिदिने कि छिटो भयो राम्रो कुरा चाहिँ राम्रो त सबै राम्रो हो अब एकदमै हेल्पफुल एकदमै के भन्ने अब एकदमै हेल्पफुल के एकदम दिदीवाला ऊ के भाइ के दिदी भने अब सबै अब सम्झाउनेदेखि लिएर होइन हेल्प गर्नेदेखि लिएर एभ्रिथिङ के एकदमै त्यो आफ्नै फ्यामिलीको जस्तो भाइब के कहिले पनि फ्यामिली भनेको अब कहिले पनि अरूलाई नराम्रो चिताउने हुन्न नि बरु नराम्रोलाई नराम्रो नै भन्ने राम्रोलाई राम्रो नै भन्ने त्यस्तोवाला टाइपको एकदम त्यो फ्यामिली भाइब के एकदम दिदीवाला भाइब कति राम्रो छ यतिखेर चाहिँ बल्ल गोरु आँखा नहिँड कालो कालो आएको अब मेरो भन्नु मेरो हजुरको नराम्रो सुधार गर्नुपर्ने पक्षहरू भन्नु राम्रो त सबै राम्रो हुन्छ उहाँ पनि एकदम सबै कुरा राम्रो हुनुहुन्छ अब धेरै सबै कुरा राम्रो छ उहाँको त नराम्रो त के हुने हो र सुधार गर्नुपर्ने कुरा उहाँको के छ हजुरले पनि भन्नुपर्छ है लेख्नु मलाई त राम्रोसँग थाहै छैन के भन्नु मैले भनेन अनि हजुरको सुधार गर्नुपर्ने कुरा पढाइमा उहाँ सुधार गर्ने कुरा चाहिँ अलि छिटो चल्नु खाना बनाउन किन्छ ढिलो हुन्छ यो
मम्मीले देखेर कति खुसी भएर ताली बजाउनुहुन्छ हो म त एकदम स्लो माई गड साथीहरू हेर्नुहोस् न रात परिसक्यो उहाँ जे गर्नुहुन्छ एकदम राम्रो गर्नुहुन्छ ढिलो गर्नु तर ढिलो पाउनु ढिलो गर्नु त्यो राम्रो हुन्छ तर यस्तो हो के अरू अरू कुरामा त ढिलो गरेको ठिकै हो तर पकाउन पनि ठिकै छ हुन त राम्रो मिठो पकाउनु चाँडो भयो त हजुर नाच्नु भयो होइन म हो जाम्के जाडो भयो यस्तो यस्तो खै त यता यस्तो के सबै सामान रेडी छ भने छिटै पकाउनुहुन्छ ओके त्यो रेडी गर्न टाइम लागेको कस्तो हो कि अब मैले चाहिँ तेल राखिराखेको छु भने त प्याज काट्दै गर्छु यता के काट्दै गर्छु उहाँको चाहिँ पुरै कटिङ गर्ने स्टेपहरू हुन्छ नि पुरै पहिले भ्याउनु पऱ्यो कि पुरै रेडी हुनु पऱ्यो त्यहाँ सामान होइन अनि त्यसपछि बल्ल पकाउनु सुरु गर्नु छ त्यो बल्ल ट्याक हाल्ने उहाँ चाहिँ एकदम मजाले एकदम मिडियम हिटमा मजाले अनि यस्तो के यही पकाउँदै त अनि त्यो आलु काट्ने उहाँले त्यसो छिटो गरेर भ्याउनु थियो कि म त पहिल्यै प्याज काटेर राख्नु पर्यो अनि त्यो टमाटरदेखि लिएर सबै काटेर उहाँलाई चाहिने सामान पहिले रेडी हुनु पर्यो कि त्यो त एकदम गुड हो त्यो चाहिँ यस्तो त्यो हेबिट एकदम राम्रो त्यो हेबिट थियो यस्तो हो नि त एकदम अब दुःख हुन्छ नि दुईजना भयो भने त सही हुन्छ त्यही भएर त यता सुरु साथीहरू अब म चाहिँ खाना बनाउनु कहिले काहीँ चाहिँ कटिङमा म हेल्प गर्दैछु कटिङ चाहिँ उहाँले चाहिँ राम्रो गर्नुहुन्छ कि उहाँले भन्दा धेरै राम्रो थियो कि जाडो भयो कि यो जान्न त्यसो जान अब निस्क खालि आफूहरू मात्रै भिडियोमा आउनु म भने नआउने गरेर बस्न गएर कलर नभएको कस्तो सेतै देखेको झन् भिडियो यो मान्छे चाहिँ यस्तो मान्छे हो है साथीहरू पहिला चाहिँ यस्तै खान्छ गम खान्छ न अनि पछि के भन्छ थाहा छ मलाई त भोक लाग्यो नि म त अब केही खान्न के अरे अब अहिले सबैलाई सँगै खामै भन्नुपर्छ न त्यति बेला चाहिँ भोक लाग्दैन यति राति यो जङ्गलमा यो भुट जस्तो मान्छेको हो त्यो घरमा के मान्छे बस्छ कि नै बस्छ त्यस्तो रात भइसक्यो त्यो चटपटी अलिक भयो त्यो ए त्यहाँ माथिको यस्तो रात भएछ हेलो अलिअलि जाडो भयो मलाई चाहिँ त्यही भएर पकाउनु त पाक्नै लाग्छ काकै का भन्छ उसको हजुरको त अलि ऊ देख्यो अब हामी चाहिँ जानु लागेको साथीहरू यसरी यसलाई भिडियोमा आएन भने एकदम उसको गुनासो गरेर राख यसलाई चाहिँ एकदम मेन भिडियोमा ल्याउनु पर्ने हुन्छ कुन प्लास्टिक चाहिन्न भएकै छैन कि अब अब हाम्रो चाहिँ नै केही छोडिएन यति रात पऱ्यो त्यही भएर हामीलाई चाहिँ खाना पनि पुगिसकेको थियो त्यही भएर हामी हिँडेको साथीहरू सुषमा डराएर मेन यो डरपोकलाई बेकारमा ल्याएछु कि है साथीहरू रात परिसक्यो हामी चाहिँ अब निस्किन लाग्छौँ त्यो राति भइसक्यो उताको टिकीमा राखिदिन्छ त्यो हाम्रो दिदी हुनुहुन्छ त हाम्रो यता भेना हुनुहुन्छ थाप्लेट अनि सेलाना चाहिँ निस्केको हो ओ माई गड रात पऱ्यो माई गड यस्तो घना जङ्गल खोलाको बिचमा आछौँ हामी अनप्लानिङ म समात्दिनँ म केही समात्दिनँ भएर फर्काल्छु साठीको यहाँबाट कता जानु त यही बाटो अघिको बाटो उतै जाने ए यहाँदेखि यहाँको मात्रै डाइरेक्ट फोनमा आउने हिँडाउने